यो नेपालको रेमिटान्स निर्भर अर्थतन्त्रको एक संक्षिप्त विश्लेषण हो। ल सुरु गरौँ है त। विदेशमा काम गर्ने मतलब 21 लाखभन्दा बढी नेपालीले पठाएको पैसाले हाम्रो जीडीपीको भनौँ न 1/4 भन्दा बढी हिस्सा ओगटेको छ। अब यो कति ठूलो कुरा हो बुझ्नको लागि आउनुहोस् 3वटा मुख्य आँकडालाई हेरौँ। पहिलो कुरा त रेमिटेन्स हाम्रो आर्थिक जीवन रेखा नै हो। यसमा कुनै दुई मत छैन। सोच्नुस् त देशका आधाभन्दा बढी घर परिवार यही पैसाले चल्छन्। अनि हामीले विदेशबाट सामान किन्दा हुने जुन घाटा छ नि त्यसको ठूलो हिस्सा यही पैसाले तिर्छ। यो पैसा भएन भने त हाम्रो अर्थतन्त्र सिधै सङ्कटमा पर्छ। तर प्रश्न के हो भने यति धेरै पैसा जान्छ चाहिँ कहाँ? अब दोस्रो र सायद सबैभन्दा चिन्ताको कुरा यही हो। यो पैसा उत्पादन बढाउने काममा लगानी नै भइरहेको छैन। हेर्नुस् न, आएको पैसाको लगभग 80% त हाम्रो दैनिक खर्च मतलब खानपिन र किनमेलमै सकिन्छ, जबकि नयाँ उद्योग खोल्ने जस्ता काममा जम्मा 1%। त्यसो भए यसको लामो समयको असर के त? ल तेस्रो पोइन्टमा जाउँ। यो निर्भरताले डच डिजिज भन्ने एउटा आर्थिक जोखिम निम्त्याउँछ। अब यो भनेको के हो भने सरल भाषामा, जब देशमा धेरै विदेशी पैसा आउँछ, बाहिरबाट ल्याउने सामान सस्तो हुन्छ, तर आफ्नै देशमा बनेको सामान चाहिँ महँगो। अनि के हुन्छ? बिस्तारै हाम्रा उद्योगहरू मर्छन् र देश उत्पादनभन्दा पनि उपभोगमा बढी निर्भर हुन थाल्छ। त्यसैले तथ्याङ्कले देखाउँछ कि रेमिटान्सले आज नेपालको अर्थतन्त्रलाई बचाइरहेको छ, तर भोलिको लागि आवश्यक वास्तविक विकासलाई भने रोकिरहेको छ।